आदरणीय दर्शकहरू, यहाँ तपाईहरु देख्न सक्नुहुन्छ महाकालीको झोलुङ्गे पुल जुन चाहिँ दोधरा चाँदनीमा अवस्थित छ। यसलाई चाहिँ महाकाली देखि पारिपट्टिको नेपाल चाँदनी दोधरासँग जोडिएको यो पुल रहेको छ। यहाँबाट यता मानिसहरू बाइकमा ओहोरदोहोर एकदम खचाखच भएर हिँडेको देख्न सकिन्छ। निकै नै लामो पुल रहेको छ यो। यो हिँडेर पार हुन निकै टाइम लाग्ने हुँदा म यहाँ आधी बाटोबाटै फर्किएको छु चाँदनी दोधरातिर, र गाडीको पुल अलि मास्तिरबाट रहेछ।